हेलो साथीहरू नमस्ते कोन्निचिवा सदा चाहिँ हजुरहरूमाझ आज पनि म उपस्थित भइसकेको छु। हामी चाहिँ काताकानाका रुलहरू नियमहरूमा छौँ है साथीहरू। हामी आज तेस्रो दिनमा छौँ। हजुरहरूले एकदम ध्यान दिनु होला। हिजो चाहिँ हामीले तेन भन्ने शब्द पढेका थियौँ। तेन भनेको कस्तो शब्दलाई भन्छ त? यस्तो शब्दलाई भनेका थियौँ है। यस्तो शब्दलाई तेन भनेर भनेका थियौँ। तेन चाहिँ चारवटा शब्दमा लाग्छ भनेर हामीले पढिसकेका छौँ साथीहरू है त। ती के हुन् त? एउटा का भइहाल्यो, कामा, अर्को सा भइहाल्यो, सामा, कासा, अर्को ता भइहाल्यो, त्यसपछि हा। कासा ता हामा तेन लाग्छ भन्छ। कामा तेन लगाएपछि गा भन्छ, सामा लगाएपछि जा भन्छ, तामा लगाएपछि दा भन्छ र हामा लगाएपछि बा भन्छ भनेर हामीले पढिसकेको साथीहरू एकदम ध्यान दिनु होला। अब हामी चाहिँ ढिलो नगरिकन आज हामी चाहिँ तेन लाग्ने शब्द सकाएर मारो लाग्ने शब्दतिर जाउँ है त। अब मारो लाग्ने शब्दहरू कुन हुन् त? पहिला त मारो भनेको के रहेछ भन्ने छैनौँ है। मारो मारो कस्तो शब्दलाई भन्छ त? हेर्नु त, मारो है त। यो चाहिँ काताकानामा लेख्दाखेरि मारो यसरी लेख्ने गरिन्छ। मारो भनेको चाहिँ गोलो आकारको शब्दलाई मारो भन्ने गरिन्छ है। यसलाई मारो भनिन्छ है त। यसलाई मारो भनिन्छ। अब चाहिँ मारो चाहिँ कुन शब्दमा लाग्छ भन्दाखेरिमा एकदम ध्यान दिनु होला। मारो चाहिँ हामा मात्र लाग्छ। कुनमा लाग्दो रहेछ त? हामा मात्र लाग्छ है। त्यसपछि अब हा भन्ने शब्दमा लाग्छ। हा, हे, फो, हे, हो। अब हामीले हा, हि, फु, हे, हो। अब यसमा मारो लाग्ने तरिका पनि सेम नै हो, माथि मारो लगाउने। अब चाहिँ हा, हि, फु, हे, हो मा मारो लागेपछि क्रमबद्ध तरिकाले अब यसलाई के भन्ने त? एकदम ध्यान दिनु होला साथीहरू। पा, पी, फु, पे, पो। अब चाहिँ हा, हि, फु, हे, हो मा सरस्वती मारो लगाउँदै जाँदा जसरी तेन लगाएको थियो त्यो ठाउँमा मारो गोलो आकारको शब्द लगाउँदै जाँदाखेरि यसलाई पा, पी, पु, पे, पो भन्दो रहेछ। त्यो साथीहरू एकदम ध्यान दिनु होला। सजिलो छ, त्यस्तो अप्ठ्यारो केही पनि छैन। हजुरले हा लेख्ने, मारो लगाउने, यसलाई के भन्ने त? पा। हि लेख्ने, हजुरले मारो लगाइदिने, यसलाई पी। त्यसपछि हो लेख्ने, मारो लगाइदिने, यसलाई पो। हे लेख्ने, मारो लगाइदिने, यसलाई पे। अब चाहिँ हामीले हो लेख्ने, मारो लगाइदिने, यसलाई हो। अब चाहिँ सजिलो छ साथीहरू है। हा, हि, फु, हे, होमा मारो लगाउँदै जाँदा पा, पी, पु, पे, पो भन्दो रहेछ है त साथीहरू। एकदम ध्यान दिनु होला। सजिलो छ, अप्ठ्यारो केही पनि छैन। चाहिँ मारो लगाउने शब्द यही मात्र हो साथीहरू। एकदम ध्यान दिनु होला। हामी चाहिँ काताकानाको पनि अन्तिममा छौँ। त्यसपछि हामी टेस्ट गर्नेछौँ साथीहरू। अब केही रुल नियमहरू छन्, ती सकाएर हामी टेस्टतिर जानेछौँ। आजलाई त बिदा हुन्छ साथीहरू। हजुरहरू चाहिँ एकदम ध्यान दिनु होला। बाई बाई, सायनारा।